के युट्युबबाट पैसा कमाइ हुन्छ त? हो, ठिक सुन्नुभयो तपाईले। युट्युबबाट पैसा कमाइ हुन्छ, तर त्यसको जसले यसमा मेहनत गर्छ। परिश्रम बिना यदि युट्युबबाट पैसा कमाउने सोच्दै हुनुहुन्छ भने यो भिडियो पक्कै तपाईहरुको लागि होइन। पैसा कमाउने सपना छोडिदिनुस्। युट्युब एउटा अल्गोरिदम अनुसार चल्छ र हामी सबै यसमै फेल खाने गर्छौं। मानौ मैले 5 मिनेटको भिडियो बनाए, तर यदि यसको ड्युरेसन केवल 1 मिनेट वा 1.5 मिनेटको छ भने बुझ्नुस् पब्लिकले तपाईको भिडियो मन पराइरहेको छैन। त्यसै अनुसार युट्युबले पनि तपाईको भिडियोलाई पुश गर्न छोडिदिन्छ। यसको मतलब के अब भिडियो बनाउनै छोडिदिने त? त्यस्तो होइन। हामीले युट्युबमा भिडियो हाल्न भने चाहिँ पटक्कै छोड्नु हुँदैन। र यो भुल कदापि पनि नगर्नु होला है त। चाहे जति भ्युज आओस्, भ्युजको वास्तै नगर्नुस्। निरन्तरता दिइराख्नुस्। डेली एउटा भिडियो चाहिँ अपलोड गर्ने बानी बसाल्नुहोस्। यसले के हुन्छ भने लगातार भिडियो बनाउनु होला। एक न एक दिन तपाईको भिडियो भने अवश्य भ्युज आउनेछ र सिक्दै र आफूलाई सुधारेर जाने अवसर पनि मिल्नेछ। एकैचोटी कोही पनि हिरो हुँदैन। जिरोबाट नै मान्छे हिरो हुने हो। सो गाइज, गिभ अ टाइम टु युट्युब। यसको बदला युट्युबले पनि तपाईलाई केही अवश्य दिनेछ, चाहे त पैसा होस् या ज्ञान। आजको टपिक अनुसार चाहिँ बेस्ट 3 टिप्स फर न्यू युट्युबर्स चाहिँ के भने नि, नम्बर 1 मा चाहिँ के छ भने मेक कन्टिन्यू योर भिडियो। दैनिकै भिडियो अपलोड गर्नु होला युट्युबमा है। सेकेन्ड मा भ्युजको चिन्ता नगर्नुहोस्। थर्ड मा मेहनत गर्नुहोस् र आफूमाथि कन्फिडेन्स राख्नुहोस्। सिम्पल छ। यदि यो 3 स्टेप फलो गर्नुभयो भने अवश्य पनि तपाईको भिडियोले एक दिन राम्रो स्थान पाउनेछ र अरूको जस्तै तपाईको पनि भिडियोले राम्रो भ्युज र त्यो भ्युज अनुसारको फलोअर्स यसले तपाईलाई प्रदान गर्नेछ। थ्यांक यू गाइज। तपाईलाई भिडियो कस्तो लाग्यो मन परे कमेन्ट गरिदिनु होला। फर मोर भिडियो प्लिज लाइक एन्ड सब्सक्राइब माई च्यानल बसन्त सर्ट्स 265। थ्यांक यू। बाय बाय।